नै सकिँदैन यार। आइया के गर्न लाउनु भयो हो यहाँ? हाई गर्नु न यहाँ। ल अब यो पठाउ गर्ने जस्तो मान्छे जस्तो देख्ला फेरि यसलाई डाउन गरेर जानु पर्यो नि। ल म गएँ है। सरर हिँड्यो। ल साथीहरू तपाईँहरू सबैजनालाई फेरि पनि स्वागत छ आधी बाटोबाटै। आज चाहिँ म यसो बाहिर निस्किन लाग्यो। 2-4 चोटि भ्लग बनाउँदै हाल्दै गर्छु भन्छु, जहिले पनि त्यस्तै हुन्छ, जहिले पनि त्यस्तै हुन्छ, भिडियो नै राम्रोसँग आउँदैन यार। अब हिजो क्यामेरा किन्ने होइन त भन्ने पसलमा गएर, मतलब यही किन्ने पसलमा गएर हेर्न लगाएको, केही छैन, ठिकै छ भनेको छ। हेरौँ अब कस्तो हुँदो रहेछ होइन। अहिले चाहिँ आन्टी र म टक्क पैसा साट्न जान लागेको उता ठमेलतिर, भने एक्सचेन्जमा गएर। हजुर हाई गर्नु न यहाँ। गोप्रो अफ छैन। भयो भयो ल जाउँ। ल हामी चाहिँ निस्किसक्यो अहिले। यसो सानोतिनो काम थियो अनि त्यो काम निप्टाउनलाई जान लागेको। फेरि यो गोप्रोमा अलि लङ भिडियो भयो भने अलि नहुने रहेछ डाउनलोड गर्नलाई नै। त्यही भएर अहिलेलाई चाहिँ मैले यहीँ सल्टाइदिएँ भिडियो, आधी बाटोतिर गएर भेटौँला नि त। वाउ टिकटक। ल साथीहरू अब बाटो बिचतिर गएर भेटौँला। यहाँबाट चाहिँ सरर हामी उता लाग्दिनु पर्ने हुन्छ। यो चाहिँ गुरुद्वारा चोक होइन, थानकोट। जतिजनाले पनि भिडियो हेरिरहनु भएको छ सबैजनाले सब्सक्राइब गरिदिनु होला। यो भिडियो पनि अब राम्रो भयो भने मात्रै त आउने होला, नराम्रो भयो भने के हाल्ने हो र, हाल्नै पाउँदैन, तपाईँहरूले हेर्नै पाउँदैन। अब यो भिडियो आयो भने चाहिँ अब राम्रै भएर आइछ भन्ने सोच्नु न, अरू त के भन्नु र होइन। अब मेरो आवाजहरू कस्तो आइरहेछ हो, अझै पनि मैले राम्रोसँग सेटअप गर्न जानेको छैन यो गोप्रोको बारेमा मोटो भ्लगको लागि चाहिँ। अनि मैले चाहिँ तामाङबाट बोल्दा बोल्दै नेपालीमा किन बोलेको हो भने, अब युट्युबको लागि चाहिँ तामाङ अडियन्सले मात्रै नपुग्ने रहेछ, नपुग्ने होला नि त, हो कि होइन त। अब सबैले बुझ्ने खालको त बनाउनु पर्यो। अब टिकटकमा पो अब हल्का छोटो भिडियो हो, अब धेरै जस्तो अब तामाङहरूले नि हेर्छ, अनि अर्को अर्को अर्कोले नि हेर्छ, नबुझे पनि रमाइलो जस्तो लाग्छ नि त। 15 सेकेन्डको भिडियो त हो, अब 1 मिनटकै भनौँ न, ल 2 मिनटकै भनौँ, ल 2 मिनटको भिडियो चाहिँ अब हेरिदिनलाई के हुन्छ र। अब युट्युबमा त अलि लङ हुन्छ नि त, अनि त्यो लङ भिडियो हेर्दाखेरि चाहिँ अलिक गाह्रो हुन्छ होला होइन। त्यो नबुझेपछि अब हेरिरहँ अडियन्स तान्नलाई नि अलिक गाह्रो हुन्छ। अनि त्यही भएर अहिले चाहिँ लङ भिडियो बनाउँदैछु नेपालीबाट। अब युट्युबको लागि चाहिँ मेरो नेपालीबाट नै आउँछ, अनि अर्को चाहिँ अब तामाङबाटै आउँछ मेरो मिनी भ्लगहरू चाहिँ। आज चाहिँ मैले मिनी भ्लग पनि राम्रोसँग सुट गर्न भ्याएको छैन। आजको हाल्नुपर्ने हो, बत्ती गएर हालेकै छैन यार। भनेपछि अब आजको भिडियो पनि भ्युज आउँदैन मैले थाहा भइसक्यो। अब यस्तै भइरहेछ, यो टाइमिङ नै केही मिलेको छैन, बत्ती नै गइदिन्छ, कतिखेर आउँछ कतिखेर जान्छ नै थाहा हुँदैन। अनि कहाँबाट भ्युज आउनु यार, हल्का ऊ नभइकन भ्युज नै नआइदिने के फेरि। को बोलायो यहाँ, तेल हालेर हेर्नु पऱ्यो भने लाइन थुप्रो रहेछ फेरि। 500को हालिदिनु। सर्लक्कै 500 निस्क्यो त। सट खै खै हेलो। को तेल हालेर अब सरर लाग्नुपर्ने हुन्छ गन्तव्यपट्टि। 500को तेलले 2 लाइन भन्दा माथि उठेन त यार।
क्या हुआ यस्तो हुन 2 लिटर नै राम्रोसँग आएन होला अनि कहाँबाट चाहिँ बढ्छ त्यसलाई होइन ल साथीहरू अब चाहिँ उतै पुगेर तपाईँहरूलाई म उम्, देखाउँछु नि उतै पुगेर अब यत्रो लङ बाटोको के भिडियो देखाउनु होइन तपाईँहरूलाई नि बाटोको मात्रै भिडियो देखाउँदै चाहिँ होला ल उतै पुगेर देखाउँछु नि है त योभन्दा यता खिचेको भिडियोहरू चाहिँ खिच्न चाहिँ खिचेको थियो तर पुरै ल्याग चलिरहेको रहेछ क्या अब राम्रै खिचेको थियो खिच्न त लास्टमा एडिट गर्ने बेलामा ल्याग चलिरहेको रहेछ अनि त्यही भएर हालेन युट्युबको भिडियो नि अहिलेसम्मको लागि चाहिँ यति नै अब अर्को भ्लगहरू चाहिँ राम्रो राम्रो ल्याउँछु भन्ने आशा छ अनि तपाईँहरूले नि आशा राख्नु होला मैले राम्रो गर्छ भनेर त्यसको लागि चाहिँ सब्सक्राइब गरेर राखिदिनु होला है त सबैजनाले बाई बाई